खोल भा अरे छिन यस्तो भगवानलाई ढोक। वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। म चाहिँ हिजो आज गाउँको घरमा छु। यतापट्टि देखिरहेछ घर, यही हो। माथितिर पनि छन् 5-6 वटा घर। मेरो घर चाहिँ गाउँभन्दा माथि छ। यतापट्टि धारो छ, यता बारी भयो। यो त्यो चाहिँ मल हो। यो बारी आज हलो लगाउनको लागि यता मलहरू हालिरहेछौँ। अनि उतापट्टि चाहिँ बुवा गर्दैछन्। त्यो उता बार बनाउने हो आज। यो सबै काठहरू उतापट्टिको त्यो खाली ठाउँमा लगाएर ब्लक गर्ने हो। सबै ब्लक गरेपछि त्यसपछि यो बारीहरू पुरै सफा गरेर हलो लगाएर यसमा सागहरू छर्ने हो। अनि गाइज यहाँ पहिला यहाँतिर यो ग्रिन हाउस थियो यहाँपट्टि हो। अहिले पुरै खाली छ है। त्यो ग्रिन हाउसको काठहरू चाहिँ यता माथिपट्टि छ। यता यो देख्न सक्नुहुन्छ। यतापट्टि यो उता त्यो स्याउ टिप्नको लागि भर्याङ भयो। यी स्याउको रुख यता छ, उता टन्नै छ नै स्याउको रुख। बगैँचा छ ठुलो। अनि यहाँ चाहिँ पहिला खरायोहरू थिए, अहिले चाहिँ पुरै खाली भइसक्यो। 2टा खोर थिए। अनि यहाँ चाहिँ उतापट्टि कुखुराको खोर। आजकल कुखुरा छैनन्, पुरै खाली भइसक्यो है। भिडियो अन्तिमसम्म हेर्नु होला। मैले सकिने जति चिजहरू देखाउन कोसिस गर्नेछु। अनि हामीले चाहिँ खानासाना खाएको छैन। अनि अहिले खाना नखाँदै थोरै काम गर्छौँ। त्यसपछि खाना खाएपछि अहिले सबै कामहरू गर्छौँ। गाइज भिडियो अन्तिमसम्म हेर्नु होला। उतापट्टि चाहिँ बन्दैछ, एकछिनमा बन्छ त्यो सबै बनाएपछि। अनि त्यसपछि यो पुरै बारी सफा गरेपछि यो मल छर्नुपर्छ। यो मल छरेपछि अनि भइहाल्छ काम। त्यसपछि हलो लगाएपछि त काम बन्यो। त्यसपछि साग छर्क्यो भने भयो। म चाहिँ हिजो बजारबाट आएको, बेलुका चाहिँ बजार गइहाल्छु। ल गाइज हामीले चाहिँ त्यो कम्प्लिट गरिसक्यौँ। उतापट्टि पुरै ठाउँ ब्लक गरिसक्यौँ। यी हेर्न सक्नुहुन्छ। उतापट्टि अहिले चाहिँ दामी देखिरह है गाइज। अघि चाहिँ अलि नराम्रो देखिरहेको छ, अहिले चाहिँ दामी देखिरह। अब यहाँपट्टि पनि खै अब गर्छन् कि नै। यहाँपट्टि पुरै यो सफा गरेर बारी, त्यसपछि हलो लगाउनु छ। त्यसपछि साग छरेर माथि 2-3 महिनापछि साग पनि लाग्छ। त्यसपछि साग खानुपर्छ। त यो पोर्सो पनि छर्नु छ। यी मल यो हाम्रो सागर। तल डिलोपट्टि हाम्रो घाँसको खाद छ। अब गाइज एकछिन हामी खाना खान्छौँ। त्यसपछि खाना खाइसकेपछि यो बारी सफा गरेर यसमा मलहरू छरेर त्यसपछि हलो लगाउँछौँ। अहिले चाहिँ मैले खानासाना खाइसकेँ। यता मम्मी मल छर्दै हुनुहुन्छ, बुवा त्यो बार बनाउँदै हुनुहुन्छ। यतापट्टि छ मल। यो मल पनि उता फाल्नुपर्छ। अब एकछिनमा यो मल सल छरेर बारी सफा गरेर यसमा हलो लगाउने हो। एकछिनै म यो मल उता फाल्छु, हेर्नु होला। अहिले चाहिँ यहाँ मल छरेर सकिसक्यो। यी पुरै बारी मल छरेर सकिसक्यो। अब चाहिँ हलो
लाउन सुरु हुँदैछ यहाँ रक्सीलाई खाइदिए पहिला बल्दा रक्सी छ त हाम्रो कतिमा गरे त आदि बेचे भएको ढुक्क अनि यो हलो लाउन चाहिँ गाह्रै छ है यो ठाउँ पुरै साँघुरो छ ठुलो ठाउँमा चाहिँ सजिलो हुन्छ है चाउरिया बोल्दा भड्याकुडी गर्ने नै तल्लो बाडी के गर्ने होइन कि क्या हुने त्यति बाडी त स्याउका वरिपरि खुने भयो यो चाहिँ हाम्रो पुलुमको रुख कति वर्ष भयो गरे मम्मी 3 वर्ष होइन 3 वर्षको पुलुमको रुख यी यहाँ अब यहाँ फुल फुल्न लागिरहेन है यी यो फुल एउटा यहाँ छ एउटा यहाँ तलपट्टि पनि छ एउटा प्लमको रुख गर न अहिले चाहिँ यहाँ हलो लगाएर सकिन लागिसक्यो अब चाहिँ म हलो लाउँछु हेर्नु होला है हलो नलाइकन म काठमाडौँ जाने भएको क्या काठमाडौँ जानु भोलि एसएलसीमा राम्रो नम्बर नआयो हिजो आउँछ मुनि बस्ने बेला थियो उठिकन गर मम्मी यता देखिद जडो पुरो फाल्दा त भित्र दडी दबिएला होला पछाडि पुरो हालो दबी धान लताडी त गरी अरे माथि गाजा जेम्टो हेरेर अगाडि अगाडि त डुबीको डुबीको फाल्ले छ त उक्सिया त त जडा देखिरा भान्नु फाला लाए गाइज म चाहिँ भर्खर सुतेर उठेको छु अघि एकछिन पल्टेको थिएँ यहाँ निदै हालेछु अहिले चाहिँ खै कति बजे ठ्याक्कै मलाई थाहा छैन अब एकछिन मैले नुहाउँदा पनि नुहाएको छैन एकछिन म नुहाउँछु नुहाइसकेपछि मजाले एकछिन घाम ताप्छु अनि नास्ता सास्ता खान्छु अनि त्यसपछि कपडा सपडा प्याकिङ गरेर म बजार गइहाल्छु अब आज शनिबार म हिजो शुक्रबार आएको आज शनिबार गइहाल्नुपर्छ भोलि ट्युसन पढ्नुपर्छ त्यहाँ स्कुल जानुपर्छ त्यही भएर म गइहाल्छु जस हलो लगाएर चाहिँ सकिसक्यो घाम चाहिँ लास्टै छ है हिजो आज तातो मौसम लागिहालेछ यी अघिको चाहिँ हलो लगाएको यतापट्टि उतापट्टिको बाटो चाहिँ ब्लक भइसक्यो अनि यता यहाँपट्टि यो रोपेर काठ रोपेर यहाँ चाहिँ यहाँ पनि यो ब्लक गर्ने हो नत्र तलपट्टि मान्छेहरू जान्छन् हैन जस हलो सलो लगाएर सकियो नास्ता खाइसकेपछि यो कम्प्लिट गर्नुपर्छ
धारो यी खै धारो बिग्रियो कि जस्तो लागिरहेको यो थोरै पानी आएको आइ गर्छ। अब जोस् गाइज अब एकछिनमा नास्ता सास्ता खान्छु अनि घरतिर जानुपर्छ। यो चाहिँ मेरो घर यतापट्टि छ। कुनै दिन यो घरको टुर पनि गराउँछु मैले। जोस् ठिक छ घर यी यतापट्टि माथि यो वाइफाई पनि छ घरमा तर रिचार्ज हाले छैन। अनि गाउँ चाहिँ तलपट्टि छ। एक दिन गाउँको टुर पनि गर्छौँ। ल गाइज भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब पनि अवश्य गर्नु होला है त। अहिले चाहिँ गाइज यहाँ हामी बजार जान लाग्छौँ। मम्मी पछाडि आउँदै हुनुहुन्छ। यहाँ अगाडि गोरु लगेर जान लाग्छौँ। गोरु लगेर तर अघि हाम्रो जोत्दाखेरि ल्याएको थियौँ। यो गोरु चाहिँ हाम्रो होइनन्, अर्काको गोरु हुन्। तर अर्काको घरमा यो अर्काको गोरु लगेर त्यहीँ छोड्नुपर्छ। अनि धुटो चाहिँ पुरै धुटो उठिरहेको है। गाउँ चाहिँ तलतिर छ। यी बल्द बाटो यस्तै छ है, पुरै धुटो छ होइन, पुरै रुगा लाग्ला जस्तो छ। अब हामी यहाँबाट बजार करिब 2 घन्टा हिँडेपछि पुग्छौँ। अनि नास्ता सास्ता खाइयो जे होस्, गाउँ आएर रमाइलो भयो। अब बजारतिर लागिन्छ। त्यही हो गाइज। यी यतापट्टि जग्गाहरू टन्नै छन् है, पुरै बाँझो छन्। उतापट्टि भयो होइन, यहाँतिर जस खतरा ठाउँ छ होइन। यता यो के को रुख रहेछ। बाटो चाहिँ खत्तम छ, पुरै धुटो उठ्छ है। अहिले चाहिँ म यता जङ्गलतिर पुगेको छु है। यताउति जङ्गल छ। यहाँ गोरुहरू हिँडिरहन्। यता जङ्गलतिर यता पुरै जङ्गल छ, कोही छैन है। मम्मी र मेरो भाइ पछाडि आउँदैछन् है। यहाँनिर चाहिँ एउटा यो सल्लोको यो पात जस्तै यस्तै निकालेर यहाँ चढाउनु पर्छ के। खै यताउति जाँदाखेरि चढाउँछन्। अब किन थाहा पनि यो देउताको थानो यसमा यसरी चढाएर ट्याक्कै यस्तो भगवान्लाई ढोक यस्तो जाम अब बाटोतिर। त्यो चाहिँ जहिले यताउति गर्दाखेरि चाहिँ चढाउने ढोक्ने चाहिँ गर्नुपर्छ गरे कि। खै अब पहिलेदेखि गरिरहन्, देउताको थानो के, त्यहाँ गर्नुपर्छ। जस मैले सधैँ गरिरहेको हुन्छु होइन, सधैँ गर्छु। जे होस् मैले बच्चैदेखि गर्दै आएको छु र आजकल पनि गर्छु र भोलिपल्ट पनि गर्नेछु। अब बाटो यस्तै छ, खासै गतिलो त छैन। समथिङ 2 घन्टा जति लाग्छ यहाँबाट बजार पुग्न होइन। अहिले चाहिँ एक्लै छु म, मलाई डर त लाग्दैन खासै। म एक्लै पनि बजारसम्म गइहाल्छु, हिँड्न सक्छु म एक्लै पनि, कोही छैन गाइज। मम्मी चाहिँ पछाडि हुनुहुन्छ। बाटो यस्तै छ। अब म अलि पछि देखाउँछु तपाईँलाई। गाइज यहाँ चाहिँ रुख यस्तो ढल्या रहेछ। म यसमा पुसअप गर्छु है त। धेरै त सक्दैन, मैले त्यस्तो खासै गरेको छैन। एकछिन गाइज मजा आयो। जोस् बाटोमा हिँड्दाखेरि रमाइलो चाहिँ गर्नुपर्छ होइन। ल गाइज अब म सिधै बजार पुगेपछि देखाउँछु। गाइज फाइनल्ली म बजार पुगिसकेको छु। अब चाहिँ खुट्टा साह्रै फोहोर भएको छन्। चप्पल लाएर गएको थिएँ, जुत्ता लाएको भए हुन्थ्यो होला होइन। जुत्ता लाएको भए हुने रहेछ। चप्पल लगाएर खुट्टै म पखाल्छु एकछिन। म एकछिन सबैभन्दा पहिला खुट्टा धुन्छु। ओहो चिसो चाहिँ साह्रै रहेछ यार। ल भिडियो यहाँसम्म हेर्नुभएको छ भने भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब पनि अवश्य गर्नु होला। हामी यस्तै नयाँ भिडियोमा फेरि पनि भेट्नेछौँ। त्यतिबेलासम्मको लागि बाइ बाइ, टाटा एन्ड टेक केयर।